ल सबलाई नमस्ते गुड मर्निङ जय मसी अनि टाँसी दिले र आज हामी बिहानै तयारी भएको छौँ। कहाँ जाँदैछौँ भनेपछि तपाईँहरूलाई म त्यो कुरा बातमा भन्नेछु है, सिधै गएर भन्नेछु त्यहाँनिर अनि किन गएको त्यो पनि भन्नेछु। र अहिले हामी दुईजना तयारी भइसकेको छ, अब हिँड्न लागेको छ होइन, एकदम तयारी स्यारी भएर ऊ रेडी नानी पनि उसले गएछ, म चाहिँ तल स्कुटी छ त्योमा म जान्छु, हामी दुईजना जानेछौँ। अनि आज के रहेछ तपाईँहरूलाई चेतक मेरो देखाउँछु अनि अन्तिमसम्म हेरिदिनुहोस् होला। हवस् त, स्टे ट्युन है, स्टे ट्युन। आज रमाइलो ब्लग हुन्छ होइन, एकदम दामी। पनिर किन्दैछ यहाँ भाइको मात्रै छ, अरू जग्गा हेरेँ पाएन कि यहाँनिर यहाँ छ मेरो। र फाइनली अहिले चाहिँ हामी टक्कै कहाँ आइपुगेको छौँ भनेदेखि चाहिँ 14 माइल आइपुगेका छौँ। यहाँ 14 माइल चाहिँ किन आएको त्यो तपाईँहरूलाई बादमा भन्नेछु होइन, किनभनेदेखि बादमा भनेको चाहिँ मजा आउँछ। अहिले हामी किचनमा बसिरहेका छौँ, यहाँ बहिनीहरू पनि हुनुहुन्छ हो किचन हो, अनि यहाँनिर आएको छौँ। किन चाहिँ आएको भन्दाखेरि चाहिँ अहिले बादमा भन्नेछु, हेर्दै जानुहोस् होला, अन्तिमसम्म हेरिदिनुहोस्। जो जो नयाँ हुनुहुन्छ लाइक कमेन्ट सब्सक्राइब पनि दबाइदिनुहोस् होला। यहाँ चाहिँ हाम्रो रुममेल चाहिँ ओभर खेलिरहेछ यो टेन्टभित्र हो। हाई भाइ, ए रोमेल चाहिँ अहिले ओभर इन्जोय गरिरहेछ। अनि अर्को थुप्रो छ यहाँ इन्जोय गर्नेहरू, म बिस्तारै देखाउँछु। ओ भाइ ल अब चाहिँ खुलासा गर्छ त के रहेछ। अब हाम्रो नानीले भन्छ आज के हो भनेर। लु पेमा छिमाङ आज के हो? बत्ते ए यता भने यता हेरेर आज कसको बर्थडे हो? ए तिमी पनि नयाँ नयाँ लुगा लगाएर बसेको 2 इयर्स अरे हौ। आज चाहिँ हाम्रो सालोको छोराको बर्थडे र हामी चाहिँ आएको। यहाँ चाहिँ ऊ बर्थडे बोयको चाहिँ आमा हुनुहुन्छ अनि हाम्रो बेबी चाहिँ यहाँ ओभर दामी भित्र खेल्दा यस्तो छ यहाँ यी। ल यहाँ टाढोबाट पाहुना आएछ आज हाम्रो सिलगढीबाट। बर्थडे बोय चाहिँ अहिले फिलहाल खै खाना खाएर ए हुन्छ ए आज बर्थडे बोय हो यी छोपेल। ए अहिले चाहिँ टक्क मामा भेटेर चाहिँ लिप्सी लाग्यो है। आज चाहिँ बर्थडेको तयारी हुँदैछ। यहीँ युपन्दी पनि आइसक्यो, ऋषि पनि आइसक्यो। यहाँनिर पुरापुरी अब डेकोरेसन हुन्छ, त्यो तपाईँहरूलाई देखाउँछु। भाइको छोपेलको चाहिँ बर्थडे, तर यो 3 जनाले चाहिँ यहाँ हत्तु हैरान पारिसक्यो। ए 3 जनाले खतम पारिसक्यो। यहाँ चाहिँ ठुलो आइजीको, नाम्गे लाचुको, छिरिङको अनि बर्थडे बोय चाहिँ अहिले एकदम आफ्नै रुममा ल्यान्डिङ भइरहेछ। अहिले सबैजना दिदीभाइहरू जम्का भेट भएर चाहिँ दिदीभाइको छोरछोरीहरू बदमासी हेरिहाल्नुहोस्। आम्मा ए लो खतम खतम पारे खतम खतम
उहाँ चाहिँ बाजी हो सबैको बाजी हो चाहिँ सबभन्दा हेडु यहाँ चाहिँ हो नानीको भन्नै पर्दा हो भने चाहिँ बडाजी बडा हो बडालाई चाहिँ हाफ बम्पू तेरी एकदम क्युटी यहाँ छ सबभन्दा चाहिँ बाठी मलाई यता बाजे यहाँ त मैले नाम राखिदिएको बाजे लामा चाहिँ सबै काम हुँदैछ अहिले चाहिँ फिलहाल कम्प्लिटली सकेछ अहिले यहाँदेखि नै सुरु भइरहेको छ यहाँ छ हो यस्तो बनाएको छ यहाँनिर बर्थडे बोयको चाहिँ पापा हो ऊ चाहिँ आपा कस्तो एक्साइटेड भइरहेको छ के भएको छ आज है एकदम नानीले 1 वर्ष पुग्यो भाइ ए 2 वर्ष भाइको छोरा है ओहो लु हाम्रो त कलकत्ताबाट पनि त आएको छ यहाँ अरे कलकत्ताबाट अस्ति आएको यहाँ चाहिँ सबैजना आइसक्यो आइजहरू यहाँ चाहिँ हाम्रो बर्थडे बोयको आमा मम्मी एक्साइटेड तपाईँ है पुरा नि है कति वर्ष 2 वर्ष बाद मनायो होइन यहाँ सबैजना आइरहेछ भित्रै छ हाई गाइस वेलकम ब्याक टु आवर च्यानल बर्थडे बोय पुरा इरिटेट भइरहेको छ यहाँ यो फोडो न होस्नलाई त नानी इरिटेट भयो काट्नु नि यो बाल्यो नि त अन्त निभाउने होइन त्यसको बाल्ने पो भयो त्यो बाल निकाल्दै Family, bye. Oh, yeah, Paji.
ल यहाँ चाहिँ उहाँ चाहिँ हाजी हो बाजे, यहाँ चाहिँ हाना चाहिँ बोजू हाम्रो बोजू ल अब बाउले लाउनु पर्यो बाउले खदा यता चलो छिटो ल ल ल ल ल यहाँ इपोइ अरे नानी खोइ लु म काट्दै गर्छु त ल आउने चाहिँ गर्नु यहाँ आउनु भयो यहाँ एकदम हिमामा चाहिँ अहिले खतरा भइरहेछ यहीँ के कुयो अहिले चाहिँ ठुलो मतलब ठुलो फ्यामिलीको सबभन्दा टाउकेहरूले चाहिँ खदा लगाइसकेको छ नानीलाई। अब चाहिँ टाउकोदेखि मुनिको स्टेपले लाउँछ, त्यहाँबाट चाहिँ हामी लगाउँछ है। यतै गर्नुहोस् होला। यहाँ चाहिँ अनि लु यहाँ रहेछ लु आयो बर्थडे यहाँ रहेछ नि त। अरे अब यहाँ चाहिँ बाउले एकदम नानीलाई ब्लेसिङ दिँदैछ। ब्लेसिङ खतरा ब्लेसिङ दिए त हौ लु बाउले त यता हेलो भाइ छोपे ए ग्यादेन ताली ताली यहाँनिर आइजी फेरि बम्पोहरू आनी कलकत्ताबाट चाहिँ आएको है। फरेन कलकत्ताबाट बर्थडे खानु मात्रै आएको। लु ब्लेसिङ दिदी हो चाहिँ यहाँ चाहिँ ल बाजे आयो बाजे दादा ऊ चाहिँ आचु सबभन्दा जेठो आचु हो। खतरा अब चाहिँ खतरा आयो यता बम्पो बडा खोइ लु यहाँ चाहिँ अब बडी हो खासमा चाहिँ आनी लो ए आचुला चाहिँ यहाँ बिजी भयो खानु बिजी भयो नि त खानु बिजी भयो। बडाले के दियो बडाले लु तिमी गर म अदा God bless आनीकोबाट पनि
यहाँ हाम्रो हिरोलाई अहिले चाहिँ बसेको छ हिरो टोपी बसेको छ के खाएको अहिले चाहिँ फिलहाल यहाँ चाहिँ एकदम यहाँ यी सबैजनालाई के छ आइटम खतरा खतरा आइटम पो रहेछ त अन्त यहाँ चाहिँ एकदमै यहाँ नि बम्पू अहिले आउने बित्तिकै चियामा बसिहाल्यो चिया आयो अब चाहिँ एकदम हेन चुन्छु नाच्छु सबै हानिदिनु म पनि खिच्छु फोटो अहिले चाहिँ चिया सुरु भयो त्यहाँबाट चियादेखि चाहिँ खाजा कहाँ गयो फेरि फोटो खिचेको यो के बुझा चाहिँ नि हल्का कमेन्ट्री ल अब चाहिँ एउटा लिस्टमा नाम आएको छ कि गिफ्ट यो चाहिँ पर्यो हाम्रो छोपेलको चाहिँ एकदम बोजू ककाले चाहिँ एकदम आमा वर्षाको बहिनीको आमाले चाहिँ दिनुभएको दिमा दिमा अनि यो चाहिँ अब नेक्स्ट छुचु नानाले चाहिँ एकदम गिफ्ट नानीले थ्याङ्क यू भन्दैछ है मनमा नै काकाले पठाइदिनु भएको छेमा लु निकै गिफ्ट आएछ सिलगढीबाट पनि मान्छे नआए पनि उहाँको टोकन अफ लभ भयो यो चाहिँ काकाले चाहिँ आफ्नो नातिहरूलाई चाहिँ माया गरेर पठाएको सेतो अब कसैको माग्नुपर्छ होला हजुर सानो दिनुहोस् न हजुर आज आना बाउ आमासँग चाहिँ सानो पोस्ट छोराले लिँदै उहाँहरू पनि खाना खानुहुन्छ अनि जानुहुन्छ सबैजना छुट्टिने हो अब चाहिँ
लु एन्ड यहाँ चाहिँ अब सबै खाना खाइरहेको छ यहीँ भर्खर आएछ रोज अब चाहिँ हामी जाँदैछौँ अब चाहिँ लाग्ने क्या हामी फाइनल्ली अहिले चाहिँ हामी घर आइपुग्यौँ म अनि मेरो मिसेस अनि नानी अहिले त बर्थडे थियो दामी भयो हो आइटमहरू पनि बेसी थिएन 1-2वटा आइटम थियो एउटा त्यो आइटममा चाहिँ एउटा चाहिँ मैले बनाएको मलाई चाहिँ मिल्यो लाग्यो मैले चाहिँ खाएर आएँ बाँकीले खाँदै थियो अब कस्तो भयो त्यो चाहिँ मलाई थाहा छैन पछि त्यहाँ घरमा गएर थाहा हुन्छ र बर्थडे चाहिँ दामी भयो बर्थडे चाहिँ मेरो सालोको छोराको थियो छोपेलको एकदम दामी भयो लास्टमा हामीले डान्स पनि गऱ्यौँ जो तपाईँले हेरिसक्नु भएको छ हुन्छ हवस् यो भिडियोलाई म अब यतिमै अन्त गर्न चाहन्छु जतिजना नयाँ हुनुहुन्छ मेरो ब्लगमा छिरिङ निमामा तपाईँहरूले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनुहोस् अनि हामीलाई धेरै माया दिनुहोस् आउने दिनमा राम्रो राम्रो कन्टेन्टहरू लिएर तपाईँहरूको अगाडि आउनेछु अनि यसरी हाम्रो 250 अथवा 300 हुन लागेको छ 250 भनौँ यो चाहिँ सबै कुराहरू तपाईँहरूले मलाई हाम्रो च्यानल छिरिङ निमा ब्लगलाई माया दिनुभएको लागि धेरै 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 धन्यवाद अनि यसरी नै माया दिनुहोस् हामीलाई हुन्छ यो ब्लगलाई म यतिमा अन्त गर्न चाहन्छु ओके सी यू इन नेक्स्ट ब्लग तपाईँहरूसँग फेरि पनि भेट्नुहोस् त्यो समयमा हवस् त अहिलेलाई बिदा चाहन्छु गुड नाइट सबैजनालाई